कार्यक्रम सञ्चालिकाज्यू, आज हुन गइरहेको यस कार्यक्रममा पढ्नुभएका सम्पूर्ण साहित्यिक मनहरूमा मेरो व्यक्तिगत तर्फबाट न्यानो नमस्कार र यसै गरी आज जन्मदिन पर्नुभएको आदरणीय शैलेन्द्र साकारज्यूलाई पनि सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लाखौं लाख शुभकामना व्यक्त गर्दछु। अब यसै गरी आज उपस्थित हुनुभएका सबैको नाम वाचन गर्न गइरहेको छु, बढेको छ। अब यसै गरी अब मैले चाहिँ मेरो लेखन कार्यलाई चाहिँ करिब मेरो चाहिँ 2 वर्ष जति भयो निरन्तरता दिएको। अनि यसै गरी मेरो चाहिँ जन्मस्थान महाराष्ट्र भारत हो। अनि त्यसपछि हाम्रो बसोबास चाहिँ पञ्चदेउल विनायक नगरपालिका 3 असममा भएको छ। अनि यसै गरी अहिले चाहिँ म यता काठमाडौँ मण्डीघाटामा बस्छु। गरी साहित्य भनेको मानिसका अनुभूतिहरू, यसै गरी विचारहरू, भावनाहरू र मान्छेका सम्पूर्ण अनुभूतिहरूलाई कलात्मक एउटा काव्यात्मक शैलीमा एउटा अभिव्यक्त गरिने कृति नै एउटा साहित्य हो। यसै गरी मैले चाहिँ लेखनको कार्यमा मैले धेरै हाम्रो अहिलेको यो सिचुएसन, यो परिस्थितिहरू निहालेर हेर्दै मैले सम्पूर्ण आफ्ना रचनाहरू मार्फत नै समेटेको छु। मलाई एउटा काल्पनिक नै सोच्नु होला कसैको जीवनमा मेल खान गएमा। अब यसै गरी मलाई यो लेखन क्रममा, यसै गरी मेरो पुस्तकको प्रकाशनकै क्रममा मलाई साथ सपोर्ट दिनेहरू हुनुहुन्छ। जस्तै यसै गरी हुनुहुन्छ आदरणीय विश्वकवि तथा वरिष्ठ लोक संस्कृतिविद तुलसी दिवस शिखर कवि शैलेन्द्र साकार, डाक्टर तुलसी भट्टराई, डाक्टर विष्णु बेबु घिमिरे, डाक्टर बेन्जु शर्मा, प्राडा भरत कुमार भट्टराई, प्राडा गोविन्द मानसिंह कार्की, जलेश्वरी श्रेष्ठ, भागीरथी श्रेष्ठ, माया ठकुरी, लक्ष्मी माली, प्राडा खगेन्द्र डुइटेल, ज्ञानवाकर पौडेल, बाबा बस्नेत। अनि यसै गरी सम्पूर्णले चाहिँ मलाई अब धेरै उनीहरूले नै दिएको एउटा उत्प्रेरणाको कारणले गर्दा म अगाडि बढिरहेको छु। यहाँ डाक्टर केबी पौडेल, अनि यसै गरी मेरो सुद्धासुद्धी हेरिदिनु भएको थियो आदरणीय डाक्टर भरत कुमार भट्टराई र देवेन्द्र नेपाल। उहाँहरूलाई पनि म हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु। अहिले उहाँहरू उपस्थित हुनुभएको छैन, सायद केही समस्या परेर होला। मलाई यस्तै कार्यक्रमको यो आजको मेरो पुस्तक विमोचनको अवसरमा मलाई साथ सपोर्ट दिनुहुने सम्पूर्णमा म फेरि पनि हार्दिक आभार व्यक्त गर्दछु। अनि यसै गरी हुनुहुन्छ आदरणीय द्वारिका श्रेष्ठ, उहाँले पनि मलाई आर्थिक सहयोग पनि गर्नुभएको थियो। उहाँलाई पनि म हृदयदेखि नै आभार व्यक्त गर्दछु। आज उहाँको अन्य प्रोग्रामहरू परेको कारणले गर्दा उहाँ यहाँ उपस्थित हुन सक्नुभएको छैन। अब यसै गरी सम्पूर्णलाई म सबैको नाम वाचन गर्न त सक्दिनँ, किनकि अहिले सबैको नाम वाचन गर्नको लागि त्यति धेरै समय पनि छैन। समयको अभावको कारणले गर्दा म सम्पूर्णलाई एकमुष्ट रूपमा म हार्दिक आभार व्यक्त गर्दछु र धन्यवाद पनि ज्ञापन गर्दछु। अब यसै गरी मलाई साहित्यमा मलाई तातै गर्दै यसमा मलाई हरेक पाइलाहरूमा साथ दिनुहुने आदरणीय मेरा पिता तुल्य मणिराज सिंह र यसै गरी हुनुहुन्छ आदरणीय मलाई ममता प्रदान गर्ने आदरणीय सरस्वती श्रेष्ठ सिंह, उहाँलाई पनि म हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु। यसै गरी मलाई जन्म दिनुभयो, जसले मलाई हामी यसै गरी भारतको महाराष्ट्रको कराडा भन्ने ठाउँमा चाहिँ मेरो जन्म भएको थियो विक्रम सम्वत 2062 1 महिना 19 गते। मलाई चाहिँ म सानो हुँदा मलाई 2 वर्षको क्रममा जसले मलाई चाहिँ मेरो चाहिँ एबीसीडी क ख लेख्न सिकाउनु हुन्थ्यो, जो चाहिँ मेरो मम्मी आदरणीय हुनुहुन्छ मेरो मम्मी रूपादेवी अधिकारी। उहाँ चाहिँ एउटा अनपढ हो। उहाँले चाहिँ यो हाम्रो चाहिँ एजुकेसन भनेको शिक्षा चाहिँ त्यति अब गर्नुभएको छैन। उहाँले चाहिँ साक्षर चाहिँ हुनुहुन्छ, सिग्नेचर गर्नुहुन्छ, सबै कुराहरू बुझ्नुहुन्छ, तर उहाँले विद्यालय गएर पढ्ने त्यो वातावरण पाउनु भएन, किनकि पहिला छोरीलाई पढाउने चलन थिएन। उहाँले नै मलाई क ख एबीसीडीहरू 1 2हरू सबै सिकाएर उहाँले चाहिँ मलाई करिब म 3 वर्ष हुँदा चाहिँ मलाई त्यो क ख एबीसीडीहरू सबैमा मलाई पर्फेक्ट बनाइसक्नु भएको थियो। अनि त्यसै गरी म 4 वर्षको क्रम हुँदा चाहिँ म नेपाल फर्क्यौँ हामीहरू। त्यतिखेर के थियो भन्दा चाहिँ अब नेपालमा फर्केर छोरीलाई पढाउने
दाजुहरूको सिद्धान्त थियो। अब मेरो पिता हुनुहुन्छ आदरणीय सन्दीप अधिकारी र आदरणीय ममतामय माता हुनुहुन्छ सरस्वती श्रेष्ठ सिंह।